के तपाईँले थाहा छ धेरै गर्भवती महिलाहरूमा ब्लड सुगर बढेको हुन्छ तर कुनै पनि लक्षण देखिँदैन र यदि समयमा जाँच गरिएन भने यसले आमा र बच्चा दुवैले असर गर्न सक्छ। आज म तपाईँहरूलाई गर्भवती महिलाले सुगर कहिले जाँच्ने, किन जाँच्ने र कति पटक जाँच्ने भन्ने बारेमा बताउन गइरहेको छु। गर्भावस्थामा हामीले मुख्यतया 3वटा मुख्य समयमा विशेष ध्यान दिनुपर्छ। 1. पहिलो जाँच बुकिङ भिजिट। यदि तपाईँलाई पहिलादेखि नै मधुमेह हुने जोखिम जस्तै मोटोपना, परिवारमा मधुमेह वा पहिलो गर्भावस्थामा सुगर थियो भने गर्भ रहेको थाहा पाउने बित्तिकै वा 15 हप्ता अगाडि नै सुगर जाँच गर्नुपर्छ। यसले गर्भावस्था सुरु हुनुभन्दा अघि नै मधुमेह थियो कि थिएन भन्ने कुरा पत्ता लगाउँछ। 2. 24 देखि 28 हप्तामा। यो समयमा धेरैजसो गर्भवती महिलाहरूमा जेस्टेसनल डायबिटिज वा गर्भकालीन मधुमेह देखिने सम्भावना हुन्छ, किनभने यस समयमा शरीरमा हर्मोनको कारण इन्सुलिनले कम काम गर्ने हुँदा सुगर बढ्छ। यसका लागि हामी ग्लुकोज खुवाएर गरिने परीक्षण OGTT गर्छौँ। यो सबै गर्भवती महिलाले अनिवार्य गर्नुपर्छ। 3. सुत्केरी भएपछि 4 देखि 12 हप्तामा। बच्चा जन्मेपछि धेरैको सुगर निको हुन्छ तर सबैको हुँदैन। त्यसैले सुत्केरी भएको 4 देखि 12 हप्ताभित्र पुनः परीक्षण गरेर तपाईँको सुगर ठिक भयो वा भएन भन्ने कुरा पत्ता लगाउनु पर्छ। यदि तपाईँलाई गर्भावस्थामा सुगर भएको पुष्टि भएमा तपाईँले घरमै सुगर नाप्नु पर्ने हुन्छ। 1. खानपान र व्यायामले नियन्त्रण गर्नेहरूका लागि दिनको कम्तीमा 2 पटक बिहान खाली पेटमा र खाना खाएको 1 घन्टापछि। 2. इन्सुलिन लिइरहेका आमाहरूका लागि सामान्यतया 4 देखि 7 पटकसम्म जाँच गर्नुपर्छ। यसमा बिहान खाली पेटमा हरेक छाक खाना अघि, खाना खाएको 1 घन्टा पछि र राति सुत्ने बेलामा सुगर जाँच गर्नुपर्छ। अब सुगर नाप्ने अहिलेको आधुनिक प्रविधिको कुरा गरौँ। अहिले प्रविधि धेरै अगाडि बढिसकेको छ। जो आमाहरूलाई टाइप 1 मधुमेह छ उहाँहरूका लागि हामी कन्टिन्युअस ग्लुकोज मोनिटर CGM सिफारिस गर्छौँ। यो एउटा सानो सेन्सर हो जसले 24 घन्टा तपाईँको सुगरको अवस्था मोबाइलमा देखाइरहन्छ। यसको लक्ष्य भनेको तपाईँको सुगरको मात्रा 63 देखि 140 मिलिग्राम पर डेसिलिटरको बिचमा राख्नु हो। यसो गर्दा बच्चा धेरै ठुलो हुने वा जन्ममा हुने जटिलताहरू निकै कम हुन्छन्। अन्तमा याद राख्नुहोस्, सुगर जाँच गराउनु भनेको डराउनु होइन, बरु आफ्नो र आफ्नो बच्चाको सुरक्षा गर्नु हो। यदि तपाईँको रिपोर्ट अलिकति तलमाथि आयो भने डराउनु पर्दैन, तपाईँको डाक्टरसँग सल्लाह लिनुहोस्। आजको जानकारी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यदि उपयोगी लाग्यो भने यो भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनुहोस्। धन्यवाद।